फेरि पनि नमस्ते गुड मर्निङ। आज हामी फेरि पनि हेर्न सक्नुहुन्छ यी यता जिम्बुको डाँडाबाट लिएको यो तस्बिर हेर्न सक्नुहुन्छ है त कस्तो रहेको छ। तपाईँहरूले सबैजना मिलेर लाइभ सेयर गरिदिनु होला है त। तपाईँहरूलाई मैले यतापट्टिबाट देखिरहेको छु है त साथीहरू। फरक फरक एङ्गलबाट तपाईँहरूलाई मैले रिपोर्टिङ गरिरहेको छु है, हेर्न सक्नुहुन्छ। हिजो हामीले गुम्बाबाट लिएको थियो भने आज यता स्पट लिँदैछ है। यो भित्री बजारको हेर्नुहोस् है, कुन कुन भागमा पुगेको छ ल हेर्नुहोस् है। यहाँ हेर्नुहोस्, अहिले मान्छेहरू त्यहाँ रहेको छ हेर्नुहोस् त। ल हेर्नु सक्नुहुन्छ, सबैजनाले लाइभ सेयर गरिदिनुहोस् ल। अहिलेको यो बिचको यो बजार रहेको छ है साथीहरू, हेर्नु सक्नुहुन्छ है। ल हेर्नुहोस्, बिचको बजार हेर्नु सक्नुहुन्छ। अनि यो माथिपट्टि गुम्बा स्कुल है, हेर्न सक्नुहुन्छ है। यो माथिको जुन सडकभन्दा माथि यो यतापट्टिको सेक्सनमा गुम्बा अनि यतापट्टि मस्जिदभरि थियो सबै बगाएको छ है, हेर्नुहोस् है। यो मस्जिदको भाग है यो साथीहरू। ल हेर्नुहोस्, मस्जिदको भाग यो रहेको छ है। कमेन्ट गरिदिनु होला है, लाइभ सेयर गरिदिनु होला है साथीहरू। अनि यता स्कुल थियो है, अनि ग्राउन्ड थियो है, सबै उडेको छ। यतातिर थियो है ग्राउन्ड। ल हेर्नुहोस् ल, अहिलेको अवस्था यस्तो रहेको छ है। अनि यो तपाईँको हेर्नुहोस् है, यो बजार भित्री बजारको अवस्था यस्तो छ हेर्नुहोस् है। आदि बजारै छैन क्या तपाईँको। ल हेर्नुहोस्, आदि बजार नै छैन है। र आधा मान्छे चाहिँ अहिले पनि ऊ त्यो माथि देख्न सक्नुहुन्छ, त्यो इन्टेकको डिलमा बसिरहनु भएको छ नि। आधा मान्छे जुन बजार छोडेर माथि कोलोनीतिर जानुभएको छ। र अनि हाम्रो केही मान्छेहरू यता पुल पारीको मान्छेहरू चाहिँ यता वारिका पारी रहेको छ। सँगसँगै के भएको छ भन्दाखेरि उहाँहरूलाई पनि गाह्रो छ, हामीलाई पनि गाह्रो भइरहेको छ क्या। हामी आफ्नो परिवार भेट्न पाइरहेको छैनौँ है, यस्तो अवस्था रहेको छ। यो पुरै तपाईँको यो बालुवाको डिस्को बनेको छ, हेर्न सक्नुहुन्छ। बालुवाको डिस्कोले पुरै हेर्नुहोस् त है, डिस्को भएको छ, हेर्न सक्नुहुन्छ है। हेर्नुहोस्, तपाईँहरूलाई मैले यहाँ घरमा मान्छे देखिरहेको छु है मैले फेरि साथीहरू। यहाँतिर घरमा मान्छे देखिरहेको छु है। यो कुन चाहिँ घरमा मान्छे हिँडिरहेको देखाएको छु है मैले साथीहरू। सायद यो घरतिर मान्छे चाहिँ छन् है। यहाँ घरभित्र मान्छे बसिरहेको छन्, चलिरहेको देख्छु है म त, हेर्नुहोस् है। यो घरमा मान्छे हुनुपर्छ है साथीहरू। लाइभ सेयर गरौँ ल। यहाँभित्र घरमा मान्छे हुनुपर्छ है साथीहरू, यहाँ चलिरहेको छ क्या। लाइभ सेयर गरौँ है साथीहरू, लाइभ सेयर गरौँ। यहाँभित्र मान्छे छन् है, यहाँ घरमा मान्छे छ है, अझै पनि मैले मान्छे देखिरहेको छु है। कता कुन चाहिँ घरमा मान्छे देखाए जस्तो लागेको छ मलाई। लाइभ सेयर गरौँ ल सबैजना मिलेर। वान्स अगेन नमस्ते गुड मर्निङ है। आज हामीले हिजो उता तपाईँको ठ्याक्कै उतापट्टिको जुन भागबाट खिचेका थियौँ र हामीले ठ्याक्कै सेन्टर पोइन्टमा हामीले त्यो भिडियोहरू देखेको थिएन। किनभने कहाँसम्म चाहिँ हाम्रो बजारलाई क्षति पुऱ्याएको छ भन्ने कुरा चाहिँ यहाँबाट प्रष्ट देखाइरहेको छु। अनि सँगसँगै मिड भाग चाहिँ तपाईँको लगभग आधी बजार नै त्यो पुरै कट भएको जस्तो देखिन्छ होइन। र तपाईँको यो मुस्लिम त्यो मद्रसा हाई स्कुल अनि माथिको त्यो जुन गुम्बा रहेको छ त्यो सबै तपाईँको पुरै झरेको छ है। किनभने त्यो सेक्सन पुरै हानेको छ, त्यो हानेपछि भित्र बजारभित्र छिरेको छ है। ल यति भन्दै म अहिलेलाई छोड्न चाहन्छु है। धेरैभन्दा धेरै सेयर गरिदिनु होला, कमेन्ट गरिदिनु होला, रिपोस्ट गरिदिनु होला, मेसेज एक्सपोज गरिदिनु होला, ग्रुपमा हालिदिनु होला है त। हस्, धन्यवाद। मैले छुटेको म फेरि
अर्को एङ्गलबाट हेर्दैछु है त